हाई भन एभ्रीवान फेरि पनि स्वागत छ तपाईहरुलाई चाहिँ नयाँ मेरो भिडियोमा। आशा गर्छु तपाईहरु आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु साथीहरु। आज साथीहरु हाम्रो यो प्युठानमा रहेको यो शहीद स्मृति पार्क गजुरी यस्तो पनि के भन्दो रहेछ यो ठाउँलाई चाहिँ। यो पार्कमा चाहिँ म घुम्न आएको छु साथीहरु। म लगायत हाम्रो दाइ भाउजू सबै घुम्न आएको छौँ साथीहरु। यो पार्क चाहिँ कस्तो छ के छ सबै कुरा डिटेल रूपमा म तपाईलाई देखाउँछु साथीहरु। र तपाईहरु जति पनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने यदि तपाईले मेरो च्यानललाई लाइक सब्स्क्राइब एन्ड कमेन्ट गर्न नबिर्सिनु। म तपाईलाई चाहिँ यो कस्तो छ के छ सबै कुरा भित्रको यो डिटेल रूपमा तपाईलाई देखाउँछु साथीहरु। तपाईले चाहिँ लास्टमा मेरो भिडियोलाई हेरेर साथ दिनु होला साथीहरु। र पहिला हामी चाहिँ यस्तो गेटबाट चाहिँ इन्टर गर्छौँ। हेर्नुस् सक्नुहुन्छ यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ शहीद स्मृति पार्क हामी चाहिँ पहिला चाहिँ यस्तो गेटबाट इन्टर गर्छौँ। हामी चाहिँ यहाँ यस्तो गेटबाट चाहिँ इन्टर गरेर चाहिँ हामी चाहिँ यस्तो गेटबाट इन्टर गरिसकेपछि चाहिँ हामी चाहिँ यहाँबाट हल्का माथि निस्किने बाटो छ साथीहरु। हाम्रो देख्न सक्नुहुन्छ। यदि तपाईहरु चाहिँ घुम्न आउनु भयो भने चाहिँ साथीहरु तपाईलाई पनि एकदमै राम्रो होस्, तपाईलाई पनि जानकारी मिलोस् कस्तो छ यो पार्क भनेर। र साथीहरु तपाईलाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो गेट यो हामी छिरेको र यहाँ तपाईले पढ्न सक्नुहुन्छ यहाँ के लेखेको छ भनेर तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ यो गेटबाट हामी प्रवेश गरिसकेपछि चाहिँ हामी यहाँ माथि आइसकेपछि चाहिँ यो घर चाहिँ के को लागि बनाएको हो आई डोन्ट नो हैन। तर यो चाहिँ सायद यो चाहिँ पानीको ट्याङ्की होला सायद साथीहरु देख्न सक्नुहुन्छ यो। र यो यहाँ चाहिँ यस्तो छ यस्तो प्रकारको यो भिडियोहरुमा चाहिँ शहीद भएकोहरु यो होला सायद। अब यहाँबाट माथि गइसकेपछि चाहिँ नि म चाहिँ तपाईलाई पुरै यो पार्कहरु कस्तो छ, यो पार्कको डिजाइन कस्तो छ, पार्क कस्तो छ हेर्दाखेरि राम्रो छ कि छैन पुरै म तपाईलाई देखाउँछु। भिडियोमा क्याप्चर गर्छु। तपाईहरु चाहिँ लास्टसम्म रहनु होला साथीहरु र मेरो भिडियोलाई इन्जोय गर्नु होला। हामी त्यहाँबाट चाहिँ इन्टर गरेर आइसकेपछि चाहिँ हाम्रो दाइ चाहिँ तल नास्ता लिएर आउँदै हुन्छ। नास्ता यो बाटो जाम माथि लास्टै उम्सो पानी आज हामी पार्टी गर्दैछौँ साथी। सानोतिनो पार्टी हुँदैछ। पार्टी यताबाट जाँदा यताबाट यो बाटो भएर लामो हुन्छ होला बाटो। देख सक्नुहुन्छ यो बाटो कति राम्रो छ। फुलहरू कति राम्रो फुलिरहेको छन् अब अहिले बर्खाको समयमा। वाउ कति राम्रो सिन छ त। तपाईहरु पनि आउनुहोस् एकचोटि घुम्नलाई। म तपाईहरुलाई पुरै पार्क घुमाउँछु साथीहरु कस्तो छ के छ ताकि तपाईहरुले चाहिँ कस्तो छ भनेर तपाईले चाहिँ पहिले हेरेर अनि मेरो भिडियो हेरेर आउन सक्नुहुनेछ। यस्तो छ एकदम मजाको छ यो पार्क चाहिँ। जस यो बिहान मर्निङ वाकमा आउन पनि एकदमै राम्रो छ, उचित छ यो ठाउँ चाहिँ। यो ठाउँको नाम चाहिँ के भने अरे कि मैले बिर्सेँ। गाजुरी पनि भन्छ है साथीहरु यसलाई। यो चाहिँ बिजवार र बागदुलाको बिचमा छ। यो बिजवार नपुग्दै थोरै बिजवार पुग्नलाई लगभग 1 किलोमिटर यतै भनौँ सायद यहीँनिर छ, बिचमा छ यो। यदि तपाईहरु चाहिँ खाली हुनुहुन्छ, यदि घरभित्र बस्दा गर्मीले धेरै नै भइसक्छ भने तपाईहरु चाहिँ हावा खानलाई आउन सक्नुहुन्छ यो ठाउँमा घुम्नलाई, फ्रेस हुनलाई। देख सक्नुहुन्छ कति राम्रो छ त यो। हेर्नुहोस् यहाँ चाहिँ यो शहीद भएको उनीहरू फोटो पनि मूर्ति पनि खाली पनि टाँसेको छ। देख सक्नुहुन्छ यो देखाउन मिल्छ फोटोमा देखाइ हुन्छ होइन। यो चाहिँ हाम्रो शहीद भएको फोटोहरू, शहीद भएको उयोहरू तालिकाहरू बनाएर राख्नु भएको छ यहाँ। ल त साथीहरु अब हाम्रो चाहिँ यहाँ
यहाँबाट माथि गएर भाउजूहरू हुनुहुन्छ अनि बच्चाहरू पनि छन्। त्यहाँ गएर अब हामी चाहिँ एउटा सानो नास्ता पनि खानेछौँ होला सायद। नास्ता खाएको पनि तपाईँहरूलाई देखाउनेछु साथीहरू एकदमै यो भिडियोमा। यहाँ चाहिँ हामी मात्रै होइन, धेरै मानिस धेरैजना घुम्न आउनु भएको छ आज। आज हामी अलिक ढिला पनि गऱ्यौँ साथीहरू। आज हामी 4 बजीतिर आएको थियौँ समथिङ। यहाँ त झन् राम्रो छ नि, हेर्नुहोस् देख्छौँ चाहिँ यहाँ त झन् साथीहरू। माथितिर हामी जान्छौँ। माथि गएपछि यहाँबाट त छिर्ने त छैन त यार। ल हेर्नुहोस्, यो चाहिँ यहाँबाट जाने भनेको यहाँ त बाटो नै रहेनछ। अब हामी चाहिँ यहाँबाट छिरेर माथि जानलाई यता हुने चाहिँ क्या उपारी पारी आउने त्यो घुसिल खुल्या नि त्यहीँनिर। भिडियो खिच्न पाइन्छ कि पाइँदैन। यहाँनिर चाहिँ काठकै बस्ने ठाउँ पनि छ त्यो राम्रो। हामी चाहिँ अब माथितिर गएर घुम्नलाई यो चाहिँ एकदमै अब ठिकै रहेछ भनौँ साथी, एभरेज। माथि बच्चाहरू माथि खेल्दैछन्। ल हाई भन ल। ल साथीहरू, अब हामी चाहिँ यहाँ एकछिन थोरै चाउचाउहरू यसो नास्ताहरू हामी खाँदैछौँ। हामी चाहिँ दाइ भाउजू हामीहरू चाहिँ बहिनीहरू चाहिँ अब हामी चाहिँ त्यो खाएको पनि होला देखाउँछौँ। ल हेर्छौँ चाहिँ यहाँ भाउजू हुनुहुन्छ, यहाँ बहिनी चाहिँ बच्चाहरू यहाँ उस्तो घुसु खेल्दैछन्। हामी चाहिँ खाएर अरू पनि आउनु भएको छ देखिन्छ, बच्चाहरू घुम्दैछन्। यी देख्नु चाहिँ अरू पनि आउनु भएको छ। यी अब चाहिँ नास्ता खाएर भेट्नु छोरीहरू। नास्ता ल साथीहरू, हामीले चाहिँ नास्ता पनि खाएर भइसकेको छौँ साथीहरू। अब हामी चाहिँ फेरि अब यहाँ अघि जति बाँकी रहेको थियो त्योहरू चाहिँ म तपाईँहरूलाई देखाउँछु साथीहरू। हामी चाहिँ नास्ता खाएर बच्चाहरू पनि खेल्न गइसकेका छन्। ती जसमा चाहिँ भाउजू त जानुभयो। फेरि तलबाट चाहिँ 2जना मान्छे अरू मान्छे आउँदै हुनुहुन्छ। म तपाईँलाई त्यो मेरो भिडियोमाथि पनि देखाउने छु। जसमा चाहिँ यहाँ अरू फोटोसुटहरू पनि चल्दैछ। यहाँहरूको देख्छु यहाँहरू आन्टीहरू पनि हुनुहुन्छ, यहाँ बसिराख्नु भएको छ। र यो पार्कको भिजिट गर्दाखेरि चाहिँ साथीहरू तपाईँहरूलाई चाहिँ देख्न सक्नुहुन्छ, यो यहाँनिर चाहिँ एउटा गजबको यो बस्ने ठाउँ छ। बसेर बस्नलाई एकदमै र बसेर टाइम पास गर्नको लागि एकदमै राम्रो छ हेर्दै यहाँनिर। त्यहाँ बसेर हामी पनि त्यहीँ बसेको साथीहरू देख्न सक्नुहुन्छ। र यहाँ माथि चाहिँ सर्पी लागि चाहिँ माथि रहेछ, त्यो चाहिँ माथि टोइलेट भइहाल्यो। र अरू चाहिँ तल अरू 2जनाहरू आउँदैछन् साथीहरू। म तपाईँहरूलाई देखाउनु त्यो उहाँलाई पनि म देखाउने छु। र बच्चाहरू पनि यहाँ खेल्दैछन् देख्न सक्नुहुन्छ। फुलहरू चाहिँ फुल कति राम्रो फुल छ त। यहाँ हामीले चाहिँ असारे फुल भन्छ हाम्रो गाउँतिर चाहिँ। यतातिर चाहिँ तपाईँहरूकोतिर चाहिँ के भन्छ फुललाई चाहिँ, किनकि हामीले चाहिँ असारे फुलहरू चाहिँ हाम्रो असारमा फुल्ने भएको कारणले गर्दाखेरि असारे फुल भन्छौँ यसलाई। र पारी चाहिँ साथीहरू यस्तो बस्ने ठाउँमा चाहिँ बस्ने ठाउँ पनि छ। र म त्यो बस्ने ठाउँ पनि तपाईँहरूलाई देखाउँछु। तपाईँहरूले म घुमाउँछु त। र यहाँ पनि रहेछ एउटा चाहिँ, यहाँ चाहिँ बस्ने ठाउँहरू पनि रहेछ। र यहाँ यस्तो छ, यहाँ चाहिँ तपाईँहरूले चाहिँ
कतिलाई चाहिँ तपाईँहरू चाहिँ पिकनिक खान आउनु मन लाग्यो भने चाहिँ यहाँ आएर पिकनिक खान चाहिँ पिकनिक खाने ठाउँ पनि रहेछ साथीहरू देख्नुहुन्छ यो चाहिँ पछि पिकनिक खानलाई चाहिँ ठाउँ बनाइदिनु भएको रहेछ यो चाहिँ देख्नु चाहिँ यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ यहाँ अब पहिले मनाएर पनि जानुभएको रहेछ आगोहरू दाउराहरू बालेको पिकनिक मनाएर जानुभएको रहेछ साथीहरू र यहाँ तल अब दुईजना चाहिँ हाम्रो दाइले लिन्छन् भएको थियो तल गेटसम्म दिदी र भेनाजुलाई म तपाईँलाई उहाँलाई भेटाउँछु कि त ल हाम्रो विशेष गेस्टहरू आउँदै हुनुहुन्छ उहाँहरूलाई स्वागत गर्नलाई लिनलाई म आएको थिएँ गरेर म तपाईँहरूलाई उहाँहरू चाहिँ तल आइसक्नु भएन देख्छु चाहिँ उहाँ तल आइसक्नु भएको रहेछ यहाँहरू चाहिँ देख्छु यहाँ तल आइसक्नु भएको छ यहाँहरू चाहिँ देख्नुहुन्छ म उहाँ गएर पनि तपाईँहरूलाई भेट गराउनेछु त यस्तो गजबको बाटो बनाउनु भएको छ हेर्नु नि हिजोस् राम्रै बनाउनु राम्रो भइसक्छ अझै यसलाई चाहिँ सुधार गर्न सक्यो भने चाहिँ अझै राम्रो पनि बन्न सक्छ यो ठाउँ चाहिँ तर मलाई चाहिँ एकदमै पर्सनली राम्रै लाग्यो तपाईँहरू पनि आउनु सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ किनकि हाम्रो यो प्युठानको एकदमै राम्रो ठाउँ छ साथीहरू ल साथीहरू यहाँ चाहिँ हाम्रो दाइले लिनुमा चाहिँ आइसक्नु भएको छ देख्नुहुन्छ यी ल आइसक्नु भएको यहाँहरू चाहिँ ल यहाँ चाहिँ यस्तो पनि छ ल ल साथीहरू अब चाहिँ हामी चाहिँ घुम्दैछ म चाहिँ यो माथितिर पनि अहिले जाने भन्ने प्लान छ हाम्रो चाहिँ यता माथितिर जाने प्लान पनि छ अझै साथीहरू अहिले हामी त्यहाँ गएर पनि तपाईँलाई देखाउने छौँ है त हेलो साथीहरू ल हामी चाहिँ यहाँ यस्तोरी झिकिजाउँ खेल्दैछौँ दाइ र म चाहिँ ए दाइको वेट धेरै भएर यहाँ मलाई हल्लाउने चल्नै दिनु भएको छैन देखिसक्नु चाहिँ ए पारी बसी हुनुहुन्छ म यहाँ उठ्यो देखिसक्नु सक्छु म त उठ्नै सक्दिनँ ए तिर्ग ल लाउनुहोस् है साथीहरू तपाईँ पनि खेल्न चाहनुहुन्छ भने हामी चाहिँ यहाँ रमाइलो गर्दैछौँ है रमाइलो ल साथीहरू आज चाहिँ यहाँ चाहिँ पार्कमा चाहिँ अरू पनि रमाइलो हुँदैछ साथै हाम्रो चाहिँ यहाँ हामी बाइक अरू आन्टीहरू पनि आउनु भएको छ आन्टी दिदीहरू पनि आउनु भएको छ उहाँहरूको पनि एकदमै चाहिँ रमाइलो भइरहेको छ देख्न सक्नुहुन्छ साथीहरू अब यो रमाइलो ल हेर्नुहोस् त यहाँ चाहिँ टिकटक भिडियो बन्दैछ ल हेर्नुहोस् न यस्तो पनि रमाइलो हुँदैछ यहाँ चाहिँ यहाँ चाहिँ एकदम रमाइलो छ साथीहरू आज चाहिँ हामी मात्र आएको छैनौँ यहाँ चाहिँ हाम्रो आन्टी दिदीहरू पनि आउनु भएको छ अरू पनि यहाँहरू चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ देख सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो भाउजूले चाहिँ बनाइदिँदै हुनुहुन्छ उहाँहरूको टिकटक चाहिँ यहाँ चाहिँ भाउजूले चाहिँ टिकटक बनाइदिँदै हुनुहुन्छ भिडियो र आज चाहिँ साथीहरू एकदमै रमाइलो भइरहेको छ यहाँ घुम्न आउनलाई एकदमै राम्रो एकदमै रमाइलो छ यहाँ माथि यहाँ चाहिँ फोटोसुट भइरहेको छ साथीहरू अब यहाँ माथि पनि अब माथि चाहिँ हामी ड्राइभर चाहिँ माथि अर्ग्यानिक पिकनिक खेल्नले जानुभएको छ जस्तो यहाँ जाँदै हुनुहुन्छ अर्ग्यानिक पिकनिक खेल्नले जाँदै हुनुहुन्छ दाइहरू गइरहनु भएको भिनाजु दाइहरू चाहिँ ऊ माथि सेल्फी स्टिक झिक्दै हुनुहुन्छ भिनाजु चाहिँ ए साथीहरू एकदम रमाइलो भइरहेको छ आज चाहिँ बाई 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 ल साथीहरू अब हामी चाहिँ यहाँबाट माथि अर्ग्यानिक पिङ किन्नलाई जाँदैछौँ यहाँबाट ल हुन्छ साथीहरू अब हामी चाहिँ अर्ग्यानिक पिङ खेल्नलाई जाँदैछौँ साथीहरू माथि चाहिँ अब म जाँदैछु भिनाजुहरू माथि जानुभएको छ अर्ग्यानिक पिङ खेल्नलाई कस्तो छ त्यो चाहिँ लरमै झुलेर किन्ने अरे
सायद त्यो चाहिँ चुडे चाहिँ क्या हो जस्तो लागेको छ मलाई माथि दाइहरू चाहिँ चुडाल्नु भयो क्या त्यो खेल्दाखेरि त्यो टिम चाहिँ सायद चुडे जस्तो छ अब हेर्दै जाऊँ कस्तो उहाँले सायद चुडाल्नु भयो क्या उहाँहरूले माथि हेर्छु साथीहरूमा कस्तो गर्नुहुन्छ त के चुडे हो कसले ल चुडे बेकार आउन मात्रै भयो त यहाँ साथीहरू यहाँ चाहिँ पिङ खेल्ने लागि ल र चुडिया छ अर्ग्यानिक पिङ भनेको त हरायो त यहाँ त मेन उनी हरायो भने त चुडेर यति माथि गइसक्यो पुग्नै सकिँदैन ल र अब चुडाउने चाहिँ हाम्रो यी दाइ यहाँनिर हुनु चाहिँ तपाईहरु पनि जहाँ पाए त्यही नतङ्गिनु होला चुट्यो भने ढाड भाँचिन सक्छ त्यसकारण हेरेर मात्र टिम खेल्नु होला अब यहाँ आएर अब चाहिँ तपाईँहरू नझुनिनु होला अब विशेष गरी बच्चाहरूलाई आऊ छोरा ल साथीहरू हामी चाहिँ यहाँ घुम्दै अब घर जाने भनेर फर्किन लागेको थियौँ साथीहरू अब यहाँ देख्छौँ चाहिँ हामी चाहिँ यहाँ माथिबाट आएको थियौँ साथीहरू यहाँ चाहिँ अर्को चाहिँ मृग पनि राखिएको रहेछ साथीहरू तपाईँले मृग पनि देख्न सक्नुहुन्छ साथीहरू यहाँ देख्छौँ चाहिँ मृग मृग देख्छौँ चाहिँ ऊ अहिले चाहिँ भागेको छ त अघि त एउटाले त छुन पनि दिँदो रहेछ साथीहरू देख्छौँ चाहिँ यहाँ छ ऊ देख्छौँ चाहिँ मृग मृग यो पनि यस्तो पनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ आएपछि चाहिँ यस्तो चिज यहाँ फर्किँदैछौँ साथीहरू अब चाहिँ हाम्रो यहाँ घुमेर पनि भ्याइयो अब हामी चाहिँ घुम्दा थाकिएर हामी चाहिँ लगभग 1.5 घन्टा जति भयो हामी यहाँ आएको अब हामी चाहिँ फर्किँदैछौँ र तपाईँले चाहिँ आशा गर्छु तपाईँलाई यो मेरो भिडियो राम्रो लाग्यो होला र मेरो भिडियो चाहिँ तपाईँलाई चाहिँ राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला र यदि मेरो भिडियो